त्यही भएर त एक्लै बाँधेर आयो भागे सुहानी नि पहिला हिँडी गई तराई छोडेर पहाडमा आएर बस्यो भन्नु न पहाडमा आएर बसेर के हुन्छ पहाडमा त झन् राम्रो राम्रो चिज हुन्छ स्याले तेरो त्यो तराईमा पहाड घर चाहिँ कहाँ रे बाबु झुमडी चलाया 12 कलाया हो 12 कलैया अन्य अनुसारकै गाउँ रहेछ होइन अन्य अनुसारको छैन हाम्रो त्यहाँ बापुजी बस्ने हुन्थे त बापुजी भन्नुभयो कि बाबु तपाईँ पहाड जानु तपाईँ पहाडमा बस्नु हामी यहाँ बस्छौँ वही भएर हामी पहाड आएको हाम्रो थोड़ी मन खुसी लाग्छ यहाँ त्यही छोत्रा प्लास्टिक कागज टुक्रा फलामुछाउने आउँदै बसिआइन्छ चुप गर्नु पैसा मार्ने मान्छेमा टोक्ने यस्तो फोन बोक्ने मान्छेले त्यस्तो गर्छ स्याले अहिले आइफोन देखाइदियो भने बिहोस होला भाइको आइफोन 16 बोकेर हिँड्दैछ माग्ने भन्ने हुन्छ तिमी एक्टिभली लाग्यो डालामा बदमासी मकै डालामा अहिले त हाम्रो पालामा अलि बेसी पाउडर गालामा भनेर पनि के गाउने सुहानी नभेटे कति दिन भइसक्यो हुनु लागेको कहाँ आइपुग्यो सुत्केरी 2 चोटि पारिसक्यो अब 3 चोटि कसरी पार्ने भन्ने मैले एकदम गुगलमा रिसर्च गरेर नयाँ टेक्निक खोजिरहेको छु त्यस्तो टेक्निक नखोज्नु के हामीले पनि वही टेक्निक अपनाउँदा हामी बर्बाद भएछौँ स्याला त्यही भएर त 7 वटा लगातार जन्माएर मर्छ हे बान्द्रोजी तपाईँको भुँडी हो कि बुढी हो यो खानदानी पेट अप्ठ्यारो यो मिलाउनु पर्छ स्याला गाउँभरि मागेर ल्याएर यसलाई खुवाउनु परिरहेको कम्ता पिँडा खान्छ मलाई तिमी पनि त्यस्तै छ तिमी त सुकै छ ऊ फुकै छ स्याला यो माग्ने पनि राजा पछि आएर कहिले उलाइन्छ